ल कस्तो 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 नि अलि साइडमा भयो क्या अलि राजकुमार यता आउनु काट्नु राख्नुहुन्छ अब के चाहिँ भन्ने आज चाहिँ हाम्रो पनि ब्लग सुरु गर्न लागिरहेको अब उतापट्टि दाइले पनि एउटा अब टिकटकको एउटा लाइट लिएर अब ब्लग बनाउने भनेर उहाँले पनि तयार गर्दै हुनुहुन्छ दाइले अब के चलाउनुहुन्छ म त के अरे फेसबुक मात्रै छ फेसबुक र टिकटक के भयो अब हेर्दैन टिकटक खोल्नु भएको छैन अब छैन अब यता चाहिँ अब युट्युब होला टिकटकै छ फेसबुक टिकटक र फेसबुक मोनिटाइजेसन गर्नुभएको छ कि छैन मेरो भएकै छ नि राजकुमारको टिकटक पुगेको छैन र 10,000 मोनिटाइजेसन गरेर यसो पैसा कमाउने बाटो बनाउनु सबै बसेर गर्न के अरे यो फुर्सदमा 3 घन्टा र 2 घन्टा र 3 घन्टा मोबाइल हेरेको छ आँखा दुखुन्जेल हेरेको छ त्यतिन्जेलमा एउटा यसो बोलेर यसो हामीलाई के छ अझै गाउँतिर गयो भने त्यति राम्रो जस्तै गाउँमा ल म त खेतीतिर पो लागि जाँदैछु भन्नु फेरि लामो हाल्नु नहुँदो रहेछ नि टिकटकमा चाहिँ 10 मिनटसम्म हुन्छ क्या तर अप्सन देखाएर हुन्छ तर मिल्दैन यस्तो हुँदो रहेछ क्या त्यो चाहिँ अहिले मैले अब म पनि कहाँको न त म त्यो के अरे अरूको मेसेजहरू फर्काउने न त्यो म केही पनि गर्दिनँ एकदम यसो गरेर हाल्थ्यो फर्कियो हालो त्यो होइन रहेछ त्यसै कसले पैसा दिन्छ काम नगरिकन यहाँ 12 घन्टा 9 घन्टा 10 घन्टा काम गर्दा त बनगन गरेर पैसा दिन्छ कन्टिन्यू यो जस्तै 2टा रिल हाल्ने 2टा फोटो बिहान बेलुका राम्रो हुन्छ अरे अब मेरो त राति 12 बजी पनि जानेको छ बिहान 6 बजी पनि जतिखेर मौका पर्छ उतिखेर कहिले सुतेर उठेको बेला यसो निन्द्रा लागेन भने एउटा खोजेकै छ अनि त्यहाँबाट बल्ल अहिले अलिअलि बुझ्दैछु अब त्यो कस्तो हुँदो रहेछ भने कति यो फेसबुकमा हाल्दाखेरि ठाडो हाल्नु पर्दो रहेछ त्यही अप्सन दिएको हुन्छ अनि त्यहाँबाट कति अब त्यो जस्तै अब हामीले बोलेको पनि त्यो नेचुरलहरू हुनु पर्यो जस्तै आधारको धेरै नियमहरू हुँदो रहेछ क्या उसले दिएको नियमभित्र बस्यो भने छिट्टो हुँदो रहेछ अब मेरो त फलोहरू नै छैन कति फलो भनेको त 2000 पनि छ 2000 पुगेकै छैन 10,000 पुग्नु 10,000 त्यो मेरो पनि ट्राफिक कति छ पहिलाको 5,000 जस्तो थियो पहिला फेरि के पहिलाको छोडेको पहिलाको ब्लग थियो अहिले नयाँ टिकटकमा त 10,000 फेसबुकमा चाहिँ अहिले भर्खर नयाँ खोलेको फेसबुकमा त उति जाँगर पनि चल्दैन चलाउँदा पनि चलाउँदैन होइन फेसबुकमा एउटा 2टा फोटो अनि 2टा चाहिँ रिल हालिरह्यो भने तर कन्टिन्यू हुनुपर्ने रहेछ अर्को कुरा के छ भने हामी अब त्यो बोल्ने ट्रेनिङ छैन गरेर बसेर पनि नहुने जस्तो लाग्छ अनि त्यहाँदेखि अनि हिम्मत दिन्छन् क्या त्यहाँ यसो हेर्छु मेरो अनुहार राम्रो छ भन्छ कसैले चाहिँ फोटो चाहन उयो दिदी हेर्नु त त्यस्तो छ र त दिदीले कति मिहिनेत गरिरहेको छ तपाईँहरू के भएको भन्छ